नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव शिवहरि घिमिरेजीलाई हार्दिक स्वागत गर्दछौँ। धन्यवाद। रेडियो सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई नेपाल निर्माण व्यवसायी महासङ्घको तर्फबाट म महासचिवको तर्फबाट व्यक्तिगत तर्फबाट पनि यहाँ सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अहिले यो व्यस्त समयमा निर्माणको समय हो, तर निर्माण क्षेत्र त्यति अगाडि बढ्न सकेको छैन। अहिलेको अवस्थालाई कसरी लिनु भएको छ? उच्चन्दरजीलाई थाहा छैन। अहिले चाहिँ अत्याधिक अप्रत्याशित मूल्य वृद्धि भइसकेको छ। यो मूल्य वृद्धिले चाहिँ निर्माण व्यवसायलाई ठिलो बनाएको छ। निर्माण व्यवसायले धान्ने अवस्थाको पनि छैन। यो मध्यपूर्वको जुन युद्धको कारणले गर्दाखेरि डिजेलको मूल्य हामीले पहिला फेब्रुअरी 28 को हेऱ्यौँ भने 100 समथिङको थियो भने अहिले बढेर कहाँ पुगिसकेको छ। यसले मूल्य अत्यन्त आकाशिलो छ र यसै सँगसँगै बिटुमिन लगायतका निर्माण अरू सिमेन्ट डन्डीहरूमा पनि सँगसँगै मूल्य वृद्धि भएको छ र यो मूल्य वृद्धि निर्माण व्यवसायीले थेक्न सक्ने अवस्थामा पनि छैन र हामीले बारम्बार उठाएको मूल्य समायोजनको विषय हामीले उठाएका छौँ। आज पनि पत्रकार सम्मेलन गरेर मूल्य समायोजन नेपाल सरकारले मूल्य समायोजन गर्छु भनेको लगभग 1 महिना भइसक्यो। यो 1 दिनमा काम गर्न सक्ने अवस्थामा यो अहिलेको नयाँ सरकारले झन् अब छिटो नै गर्ला भनेर हामीले जुन विचार गरिरहेका थियौँ, उहाँहरूको पनि तपाईँको चाहिँ अहिले फेलर भएको अवस्था हामीले चाहिँ महसुस गरेका छौँ। अहिलेसम्म मूल्य समायोजन आएको छैन। मूल्य समायोजन नआएको कारणले निर्माण व्यवसाय एकदमै धाराशायी अवस्थामा परेको छ। निर्माण व्यवसाय घरबार हुने अवस्था छ। यसलाई अब यो अवस्था भनेको अत्यन्त गम्भीर र सङ्कटकालको अवस्थाहरू भन्ने मान्नु उठिरहेको छ। मूल्य वृद्धि मूल्य समायोजन हुनुपर्छ भनेर बारबार चाहिँ महासङ्घले आवाज उठाउँदै आयो, आन्दोलन पनि गर्यो। भाग 2 पुस्तिका आउनुपर्छ भने भाग 1 आयो, तर 2 आउन सकेन। यसरी बारबार एउटै समस्यामा अल्झिँदाखेरि नयाँ सरकारले केही आशा लाग्यो, केही दिन सक्ला भन्ने कुरा थियो, तर त्यो पनि आउन सकेन। यहाँले कसरी लिनुभएको छ यो कुरोलाई? भारत, बङ्गलादेश लगायतका जापान लगायतका देशहरूले जब यो मूल्य वृद्धि भयो, उहाँहरूले आफ्नो एउटा फर्मुला तयार गरेर निर्माण पूर्वाधार क्षेत्रलाई चाहिँ एउटा फर्मुला तयार गरेर तुरुन्त उहाँहरूले जारी गरिसक्नु भएको अवस्था छ भने हाम्रो नेपाल सरकारले अहिलेसम्म पनि यो घुमाएको घुमाइ छ। काहीँ तपाईँको चाहिँ यसले एउटा यसको उपयुक्त निकास दिन सकेर दिएको छैन, दिन चाहेको छैन कि जस्तो लागिरहेको छ मलाई। त आवाज चाहिँ नदिएको भन्दा दिन नचाहेको जस्तो मलाई अहिले आवाज भइरहेको छ। किनभने सरकारका प्रधानमन्त्री भौतिक पूर्वाधार मन्त्रीज्यूले मैले मूल्य समायोजन तुरुन्त दिनुपर्छ भनेर उहाँले भन्दा पनि अहिले यो एउटा नल्याउनुको कारणले गर्दाखेरि हामी चाहिँ एकदम अप्ठ्यारो अवस्थामा छ। यो सधैँको समस्या भयो भन्ने कुरा चाहिँ एकदम राइट हो। यो सधैँको समस्या चाहिँ बनाइयो किनभने यो चाहिँ समस्या त मूल्य वृद्धि भइरहेको छ। कहिले के हुन्छ कहिले हुन्छ। त्यसको कारणले गर्दाखेरि एउटा नेपाल सरकारले नै एउटा फर्मुला बनाइदिने र नेपाल सरकारले नै त्यसमा एउटा कोफिसिएन्ट हालिदिएर अब यो बनाइयो हो। यदि व्यवसायले भर पर्दैन यसमा यो अत्यधिक मूल्य वृद्धि भने अटोमेटिक तपाईँको यसको स्वचालित प्रणाली हुन्छ है भनेर, जसरी नेपाल आयन निगमको स्वचालित प्रणाली छ त्यस्तै किसिमको गरिदियो भने कुनै पनि विवाद हुँदैन र काम अगाडि पनि बढ्छ, भौतिक पूर्वाधार अगाडि बढ्छ र यो भौतिक पूर्वाधार सँगसँगै सरकारको पुँजीगत खर्चमा पनि बढेको वृद्धि हुन्छ, राजस्व वृद्धि हुन्छ, रोजगारको वृद्धि हुन्छ, मजदुरले काम पाउँछ भने यस्तो विषय चाहिँ एकदम गम्भीर विषयलाई सरकारले ध्यान दियोस् र अब आगामी केही दुःख नपाओस् भन्ने कुरा नै हो। यहाँले यो पुँजीको खर्च चाहिँ जुन चाहिँ पुँजीगत खर्च बढ्छ भन्नुभयो, यो कुराले गर्दाखेरि मूल्य समायोजन भइदियो भनेदेखि चलायमान हुन्छ। तर पुँजीगत खर्च हेर्दाखेरि हाम्रो विकासको ट्रेन्ड जम्मा पहिला विगतका सरकारहरूमा पनि जम्मा 60-62% भन्दा बढीको अब छैन खर्च पुँजीगत खर्च। र त्यसमा बजेटै छुट्याउँदाखेरि पुँजीगत विकास खर्चको लागि भने जम्मा 15 देखि 21% गत एमालेको सरकार जुन केपीको हुनुहुन्थ्यो उहाँले चाहिँ 4 खर्ब 7 अर्बको बजेट चाहिँ ल्याउनु भएको थियो। त्यसपछि पूर्व मन्त्री रामेश्वर जेनजी सरकार पछि अन्तरिम अवस्थामा
1,79 अर्को बजेट त्यो कटौती भएर त्यति विकास खर्च यस्तो किसिमको अवस्था छ र त्यसमा पनि अहिले जुन खर्च भएको छ जम्मा 27% अहिलेसम्म खर्च हुन सकेको छ भनेपछि पुँजीगत खर्च र विकासलाई प्राथमिकतामै हाम्रो देशले राख्न सकेको छैन त्यही नै यसमा उत्तरै तपाईँले दिइसक्नु भयो। अब मैले अब यसको उत्तर दिइरहनु सरकारको पुँजीगत खर्च गर्ने क्यापेसिटी छैन नम्बर 1 र सरकार हामी निर्माण व्यवसायीको पनि हामी आर्थिक रूपमा धाराशायी हुँदै गयौँ। के कारणले भन्दा लोभीको कारणले, के कारणले भन्दा समयमा भुक्तानी दिएन, के कारणले भन्दा ठेक्का रुन नभए, के कारणले भन्दाखेरि हाम्रो मूल्य समायोजन भएन आदि इत्यादि कारणले गर्दाखेरि सरकारले हाम्रो चलायमान गर्न सकेन। हामी सँगसँगै सम्बन्धित हुने उद्योगहरू सिमेन्ट डन्डी फ्याक्ट्रीहरू पनि तपाईँको 30-35-40% भन्दा बढी अगाडि चढ्न सकेन। यो समस्याले गर्दाखेरि पुँजीगत खर्च पनि तपाईँको चाहिँ भएन, राशि पनि जम्मा भएन। मैले अघि नै निवेदन गरिसकेँ। यो के हो त भन्दा यसको लागि सरकार निजी क्षेत्र सँगसँगै हातेमालो गरेर काम गर्नुपर्ने हुन्छ। निजी क्षेत्र चाहिँ केही पनि होइन, निजी क्षेत्रलाई बायस गरेर, निजी क्षेत्रलाई धरपकड गरेर, निजी क्षेत्रलाई कारवाही मात्रै गरेर सरकारले आफ्नो यो अगाडि देश विकास गर्न, राष्ट्र विकास गर्नलाई गर्न सक्ने अवस्था हुँदैन। त्यसै कारणले गर्दाखेरि सरकारले निजी क्षेत्रलाई पनि सँगसँगै हातेमालो गरेर लानु पर्यो र हाम्रो पनि निर्माण व्यवसाय पनि क्यापेसिटी बिल्डिङ गर्नु पर्यो। हाम्रो क्यापेसिटी पनि छैन, क्रय शक्ति बढ्दै घट्दै गएपछि र नेपालको विकासको लागि विदेशी आएर निर्माण व्यवसाय काम गर्दैन। नेपालकै निर्माण व्यवसाय काम गर्नको लागि त्यसको उचित वातावरण बनाउनु पर्यो। त्यसको लागि हामीले पहिलेदेखि लड्दै आएको सार्वजनिक खरिद ऐनको विषय एकदम महत्त्वपूर्ण विषयहरू हो। यसलाई चाहिँ सरकारले खुलाउनु पर्छ। त्यो खुलाउन सकिरहेको छैन, एकदम अझै पनि सङ्कुचित गरेर बसिरहेको सरकार भने अहिलेको जेनजीपछिको सरकारले त यसलाई चाहिँ कमसेकम अहिले 60-65 मात्रै गएछ भने कमसेकम यसलाई 90% को हाराहारी पुर्याउनु पर्ने ठाउँमा अब त झन् विकास निर्माण कार्यहरू ठप्प हुँदै गइरहेका छन्। विकास निर्माण कामहरू गर्न सक्ने अवस्था छैन। लेबर मजदुरहरू सबैले काम छोडेर बाहिर विदेश गइसके भने अब हाम्रो त यो त 50% को हाराहारी भन्दा माथि जाला जस्तो मैले पनि अनुमान गरेको छ। मान्छेको अब बजेट चाहिँ जम्मा पुँजीगत खर्च त्यही यो असारसम्ममा 50% भन्दा बढी जान सक्ने सरकारले नै विकास गर्न चाहेको छैन। बजेट थपिराख्नु पनि आवश्यक छैन। कसैले हाम्रो लागि निर्माण व्यवसायको लागि बजेट आवश्यक होइन। नेपाल सरकारले विकास गर्नको लागि, देश विकास गर्नको लागि, पूर्वाधार क्षेत्रको लागि, विभिन्न क्षेत्रको लागि विकास गर्नको लागि राज्यले बजेट बनाउँछ। त्यो बजेट अनुसार आफ्नो कार्यक्रम अनुसार राज्यले यदि फेसिलिटेट गर्न सकेन भने यो क्षेत्रहरूलाई विभिन्न हाम्रा इन्डिकेटरहरूलाई चाहिँ गर्न सकेन भने 2030 सम्म भनेको हाम्रो विकसित राष्ट्र बनाउँछु भनेकोमा चाहिँ हामी जम्मा गरेर त्यस समयसम्म चाहिँ अहिलेको अवस्थामा 60% भन्दा हामीले गोल एचिभ गर्न सक्दैन। त्यो कारणले गर्दाखेरि अहिले पनि हामी निर्माण क्षेत्र -2.2 को रेसियोमा हाम्रो नेगेटिभ रेसियो छ हामी छौँ भने अब यसलाई सुधार गर्दै लान पर्छ। त्यसपछि मात्र देश विकास हुन्छ। यो सरकारले पक्का पनि जेडी सरकारले बुझेको छ। यसले आफ्नो होमवर्क गर्दै होला। हामी मानौँ बल्ल अहिले 1 महिना भएको छ, हामी उहाँलाई एकदम नेगेटिभ मात्रै क्रिटिसाइज गरेर हुँदैन। पोजिटिभ तरिकाले हेर्दाखेरि के भन्दाखेरि अब सरकार उहाँले सार्वजनिक खरिद ऐन यो चेन्ज गरेपछि यसै गर्छु भनेर उहाँहरू पनि एउटा आइडिया होला। हामी सरकारसँग सँगै हातेमालो गरेर काम गर्न जान खोजिरहेका छौँ। हामी सरकारसँग विवाद गरेर, हामी सरकारसँग मुठभेड गरेर, झगडा गरेर उहाँहरू बिना अनावश्यक कुराहरू हामीमा अलिन खोजिरहेका छौँ। हामी पनि अगाडि नै जान खोजिरहेका छौँ। तर अगाडि जाने विषयहरूमा चाहिँ उहाँहरूले पनि बाटो खुला गरिदिनु पर्यो भन्ने विषय चाहिँ तपाईँको चाहिँ सुधार चाहिँ गर्दै जानु पर्यो भन्ने नै हो। भर्खरै सरकारले चाहिँ वैशाख 17 गते चाहिँ सार्वजनिक खरिद ऐनको चाहिँ विषयमा चाहिँ राजपत्रमा अङ्कित गर्यो। यो ऐनका विषयमा राम्रा पक्षहरू के हुन् निर्माण क्षेत्रको विकासको लागि र समृद्धिको लागि, आर्थिक उन्नतिको लागि, र दुर्बल पक्षहरू चाहिँ के हुन्? यसलाई सुधार गर्नुपर्ने पक्षहरू के छ? राम्रो पक्ष भनेको चाहिँ एउटा जोइन्ट भेन्चरमा चाहिँ जोइन्टली काम गर्ने भन्ने कुरा विषय राख्नु रहेछ। यसमा अरू कुरा चाहिँ यो फर्म कम्पनीहरूलाई मर्ज गर्ने विषय पनि यसलाई पोजिटिभै तरिकाले लिनुपर्छ। भेरिएसन कुराहरू, छिटो भेरिएसन गर्ने कुराहरू छ। साइड एकदम आयोजनाले नै भेरिएसन गर्न पनि सक्ने कुराहरू छ।
त्यसमा न्यापथप लगायतका विषयहरू पनि अझ जोड दिन पायो भने अझै राम्रो हुन्थ्यो। त्यो पनि राम्रै विषय हो होइन। अब यो अहिले नोटिसहरू छिटो तपाईँको धेरै लामो समयमा टेन्डर नोटिसहरू गर्ने लामो समयमा राख्नुपर्ने विषयलाई छोटकरी बनाएको छ, त्यो पनि राम्रै विषय हो होइन। यो राम्रो विषयहरू पनि छन्, केही विषयहरू सार्वजनिक खरिदको 59 त्यो कारबाहीलाई अलिक केही कम गरेका आंशिक सुधार पनि छ। लो बिडिङलाई केही तपाईँको हदसम्म गर्न सकिन्छ कि भनेर उनीहरू प्र्याक्टिस गर्न खोजिरहेको छ, यो चाहिँ पनि ठिकै छ। तर यो चाहिँ सन्तोषजनक नभए पनि उनीहरूले गर्न खोजेको छ। तर खरिद एन्डमा चाहिँ ल्याउनु नहुने थियो यस्तो विषयहरू, किनभने यो 30%मा सीमित गर्दाखेरि यो पहिला पनि 10 वर्ष अगाडि 99.99मा गएर सीमित हुन्छ कि भनेर हामी र काटिने हुन्छ कि भन्ने कुरामा हामीले नै उठाइरहेका छौँ। यो राम्रो विषय आंशिकको विषय नै हामीले गरेका छौँ भने यस्तै किसिमका नराम्रा विषयहरू पनि तपाईँको चाहिँ हामीले एडिसनल ब्याङ्क ग्यारेन्टी ब्याङ्क ग्यारेन्टीमा चाहिँ तपाईँको चाहिँ त्यो गर्नुपर्थ्यो, ब्याङ्कलाई मात्रै फाइदा हुन्थ्यो, त्यो चाहिँ हटाउनुपर्छ भन्ने कुरा चाहिँ हामीले राखेका छौँ। अरू कुरा अन्तर्राष्ट्रिय चाहिँ ठेक्काहरूमा डोमेस्टिक प्रेफरेन्सको कुराहरू हामीले उठाएका छौँ, त्यो पनि आएन। लो बिडलाई चाहिँ 15%भन्दा बढी बिलो भयो भने तपाईँको चाहिँ हामीले काम नपाउने विषयहरू पनि हामीले चाहिँ उठाएका थियौँ, त्यो पनि भएन। उपभोक्ता समितिबाट र अनि त्यसपछि गएर लाभग्राहीबाट चाहिँ काम गराउने विषयहरूलाई उपभोक्ता समिति खारेज गर्नुपर्छ, लाभग्राहीबाट खारेज गर्नुपर्छ भन्ने विषय उठाएका थियौँ, त्यो पनि भएन। सम्पूर्ण साना निर्माण व्यवसाय साना कामहरू 12 महिना अथवा 1 वर्षभन्दा मुनिका ठेक्काहरूलाई पनि मूल्य समायोजन दिनुपर्छ। यो अहिलेको हिसाबमा गर्दाखेरि हरेक दिन चाहिँ मूल्य वृद्धि भइरहेको छ। घट्यो भने घट्यो, समायोजन भनेको घट्यो भने घट्यो, बढ्यो भने बढ्यो दिने विषय हो। त्यसलाई मूल्य समायोजन दिनुपर्छ भन्ने विषय गरेका थियौँ, त्यो पनि त्यति गरेन। र निर्माण सामग्रीको स्रोतसितता क्वालिटी जोन नै थुक्नुपर्छ भनेर हामीले उठाएको विषय क्वालिटी जोन पनि हामीले प्राप्त गर्न सकेको छैनौँ। त्यसै गरेर महिला निर्माण व्यवसायको वृद्धि विकासको लागि महिला निर्माण व्यवसायीहरूलाई पनि हामीले सुविधा दिनुपर्छ भन्ने विषय उठाएका थियौँ, त्यो पनि त्यसमा आएको छैन। र भुक्तानी सहजीकरणको कुराहरू हामीले उठाएको मुख्य कुराहरू, भुक्तानीलाई मन्थली भुक्तानी गर्नुपर्छ, किनभने कर्मचारीहरूलाई तलब 15 दिन दिन सकिन्छ भने निर्माण व्यवसायको भुक्तानी हरेक महिनामा काम गरेको हरेक महिनाको अन्त्यमा भुक्तानी दियो भने उनीहरूले मजदुरलाई आफ्ना मजदुरहरूलाई पनि समयमा दिन्छ र अर्थतन्त्र पनि चलायमान हुन्छ। आफ्ना यो साइकल हाम्रो सप्लाई चेनहरूलाई पनि तपाईँको समयमा भुक्तानी दिन सक्छ भन्ने विषयहरू आएका थियौँ। ती विषयहरू चाहिँ सम्बोधन हुन सकेका छैनन्। ती विषयहरूलाई आगामी दिनहरूमा अझै संशोधन गरेर परिष्कृत गरेर अब सार्वजनिक खरिद ऐन नै नयाँ ड्राफ्ट गरेर चाहिँ उहाँहरूले पूर्वाधार मैत्री बनाउँछौँ भनेर चाहिँ हामीलाई आश्वासन फेरि पनि यो विषय भएन भनेर हामीले उठाइसक्दाखेरि हामी उहाँहरूले चाहिँ हामीलाई आश्वासन दिनुभएको छ। त्यो विषयहरूलाई चाहिँ हामीले चाहिँ अब यसलाई आगामी दिनहरूमा अझ हामी यसलाई परिष्कृत गरेर लैजानेछौँ। सरकारले जेठ 15 गते चाहिँ प्रत्येक वर्ष चाहिँ बजेटको सरकारको नीतिका कार्यक्रमहरू त्यो अगाडि नै आइसकेको छ। यो 15 गतेसम्ममा भनौँ न यो जेठभित्रमा चाहिँ सरकारसँग चाहिँ सहकारी र समन्वय जुन किसिमको बजेटको तयारीको लागि महासङ्घसँग दिने राय सल्लाह सुझाव सरकारले के कस्तो किसिमले गरिरहेको छ? हामी सरकारसँग सधैँ सहकारी गर्न चाहन्छौँ, हामी विवाद गर्न चाहँदैनौँ। अब बजेट आगामी आर्थिक वर्षको लागि बजेट जुन बन्न गइरहेको छ त्यसले बजेट पुँजीगत खर्चमा चाहिँ कमसेकम 40% चाहिँ पुँजीगत खर्च बढ्नुपर्छ भन्ने कुरा विषय हो, मुख्य कुराहरू। किनभने पुँजीगत जब खर्च हुँदैन तब देश विकास हुन सक्दैन। सम्पूर्ण यहाँ नेताजीहरूलाई पनि राजनीतिक दलहरूलाई पनि बाटो पुलेसा रेलमार्ग यो भौतिक पूर्वाधार विकास नभइकन अस्पतालहरू शैक्षिक संस्थाहरू भएन भने देश विकास हुन सक्दैन। त्यसको लागि बढीभन्दा बढी पुँजीगत खर्च र खर्च गर्ने त्यसको मेकानिजम सहित बनाउनुपर्छ भनेर हाम्रो नम्बर 1 माग त्यो नै छ। त्यसपछि गएर निर्माण व्यवसायको भुक्तानीको विषयहरू पनि मैले अघि नै मैले जोडिसकेँ। त्यसलाई मन्थली भुक्तानीमा जोड दिएर र प्रशस्त पुँजी गरेर तपाईँको चाहिँ भौतिक पूर्वाधारलाई पुँजी गरेर चाहिँ बजेटको चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने विषय पनि मैले यहाँ जोडेँ। र निर्माण व्यवसायीहरूले अहिले कर भ्याटको चाहिँ तिर्न सक्ने अवस्था छैन, त्यसलाई केही समयको लागि अब आगामी चैत्र वर्षसम्मलाई कर भ्याटका विषय लगायतका विषयहरूलाई चाहिँ तपाईँको चाहिँ त्यसलाई समय दिनुपर्ने हुन्छ। ब्याङ्कको चाहिँ तपाईँको पनि अहिले ब्याङ्कको ब्याज किस्ता तिर्न सकिरहेको छैन।
ब्याङ्क स्टार र ब्याजलाई पनि त्यसलाई पुँजीकृत गरेर अहिलेलाई चाहिँ त्यसलाई समाप्त गरेर त्यसलाई फेरि कमसेकम 1 वर्षसम्म त्यो किसिमको बनाइदियो भने हुन्छ। यसै गरेर कबाडी करका विषयहरू छन्। मैले अहिले निर्माणजन्य खाद्यजन्य निर्माण सामग्रीहरूको उत्खननको विषयहरू भने क्रसरका विषयहरूको कारणलाई चाहिँ तपाईँको यसलाई एउटा अहिले बजेटमै ल्याएर राखिदिएर यसलाई चाहिँ क्रसरलाई पनि एउटा नेपाल सरकारको ऐन अनुसार बनाइदियो र गरिदियो र लिगल्ली गरिदियो भने सरकार पनि चलायमान हुन्छ। यिनै विषय धेरै विषयहरू छन् चाहिँ यो आर्थिकसँग जोडिएका नेपाल सरकारले पूर्वाधार हेर्ने यो जबसम्म तपाईँको चाहिँ यो गर्दैन र अब आउने बजेटमा चाहिँ ती विषयहरूलाई सम्बोधन गर्ने मैले अपेक्षा लिएको छु। निर्माण सामग्रीहरूको बजार व्यवस्थापन सुव्यवस्थित हुन सक्छ। निर्माण सामग्रीहरूको यहाँको नेपालको हेर्दाखेरि एकदम तलमाथि भइरहेको छ। यहाँको स्थानीय सामानहरू जुन छ त्यो बढीभन्दा बढी उपयोग गर्ने गरेर नेपालको विकास गर्नुपर्छ। जस्तै सिमेन्ट उद्योगलाई केही सब्सिडी गरेर सिमेन्ट उद्योगमा भएको सिमेन्टसँग तपाईँको त्यो बाटो बनाउनु सिमेन्टेड बाटो बनाउन सक्यो भने त्यो सिमेन्टेड बाटोहरू 20-25 वर्षसम्म एकदम लो कस्टमा मेन्टेनेन्स गरेर गर्नु सकिन्छ। त्यसको लागि सिमेन्ट सस्तोमा लिन सकिन्छ। त्यो गर्ने सिमेन्ट पनि तपाईँको सिमेन्ट उद्योगहरू पनि चलायमान भयो, राज्यलाई पनि फाइदा भयो र बाहिरबाट ल्याउनु पर्ने बिटुमिन जस्ता चाहिँ निर्माण सामग्रीहरू पनि तपाईँको चाहिँ धेरै उपयोग नहुने भएकाखेरि त्यस्ता उद्योगहरूलाई पनि हामीले प्रोत्साहित दिनुपर्छ। विकास निर्माणमा सँगै गर्नुपर्छ। डन्डी खाने नेपालमा नै तपाईँको अहिले उत्पादन गर्ने छ। ग्यासहरू तपाईँको यहीँ भनेछ र धेरैभन्दा हाइड्रो पावर जुन अहिले चाहिँ जलविद्युतको विषयहरू आइरहेको छ। जलविद्युतमा चाहिँ विद्युतसँग सम्बन्धित गरेर चाहिँ हाम्रा जस्तै इभी गाडीहरू आएका छन् भने हेभी इक्विपमेन्टहरू पनि अहिले हेभी इक्विपमेन्टहरूमा सुविधा दिएर तिनीहरू पनि ल्याउन सक्यो भने धेरै लो कस्ट पनि पर्छ। त्यो कारणले गर्दाखेरि त्यसलाई पनि यो अहिलेको बजेटमा समेटेर ल्याउन सक्यो भने राम्रो नै हुनेछ। सन् 2026मा चाहिँ हामी अब विकसित मुलुकबाट विकासशील मुलुकमा जाँदैछौँ। नोभेम्बरमा नोभेम्बरसम्म यसको लागि सरकारले कतिको गृह कार्य होमवर्क चाहिँ कतिको पर्याप्त मात्रामा तपाईँहरूको निर्माण क्षेत्रसँग सम्बन्धित रहँदाखेरि यसको प्रभाव चाहिँ के पर्छ र यसको विषयमा कतिको गृह कार्य सरकारसँग सस्टेनेबल यो गोल गर्नलाई जम्मा अहिले त हाम्रा विभिन्न इन्डिकेटरहरूमा 50% मात्रै आएको छ। त्यहाँभन्दा पुगेको छैन। यो अहिले सम्भव पनि छैन। यसलाई 40सम्म चाहिँ जाँदाखेरि पनि अहिले यो तरिकाले गर्दाखेरि चाहिँ जम्मा 60-65-70% मात्रै पुग्छ। त्यहाँभन्दा बढी पुग्नु छैन। त्यसै कारणले गर्दाखेरि मैले अघि नै भनिसकेँ पुँजीगत खर्चलाई बढाउनुपर्छ। त्यो भयो भने अरू क्षेत्रहरूलाई पनि सँगसँगै चलायमान गर्न सक्छ। खालि एउटा सेक्टर जुन कम्युनिकेसन सेक्टर चाहिँ धेरै सुधार गरेको छ। त्यो सुधार भएको कारणले चाहिँ यसलाई चाहिँ यो बाहेकको चाहिँ विषयहरूलाई चाहिँ गर्नलाई चाहिँ अरू थप तपाईँको चाहिँ कामहरू गर्नुपर्ने हुनेछ। साप्ताहिक रेडियो कार्यक्रम निर्माण सरकारको अन्त्यतिर छौँ। रेडियो कार्यक्रम सुनेर बस्ने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ? निर्माण व्यवसायी अबको काम अबको समयमा हामीले पूर्वाधारमा गतिरोध भएकालाई पुगाउनु पर्छ र एकदम फास्ट ट्र्याकमा काम गर्नुपर्छ। 2 शिफ्टमा काम गर्ने बनाउनुपर्छ। त्यो काम चाहिँ नेपाल सरकारको हो। हाम्रा साथीहरू आज पनि कुटिएका छन्। साइडमा जाँदाखेरि तपाईँको चाहिँ इक्विपमेन्टहरू अहिले पनि चलिरहेका छन्। यसबाट तपाईँको धरपकडबाट तपाईँको चाहिँ र व्यवसायलाई धरपकड गर्ने कामहरू भएको छ। निजी क्षेत्रलाई माथि प्रहार भइरहेको छ। यो अन्त्य हुनु पर्यो भन्ने विषय नै मुख्य गर्दै र अबको कामहरू चाहिँ रात दिन नभनिकन पूर्वाधार क्षेत्रलाई अगाडि बढाउनको लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने काम अगाडि बढ्यो भने नेपाली निर्माण व्यवसायी महासङ्घले देशैभरिका 7 प्रदेश 77 जिल्ला सङ्घ एसोसिएट सम्पूर्णलाई समयमा काम सम्पन्न गर्नको लागि टाइममा गुणस्तर काम गर्नको लागि र 2 टाइमसम्म काम गर्नको लागि 2 शिफ्टमा काम गर्नको लागि हामी व्यवसायीहरू तयार हुनलाई चाहिँ म अनुरोध गर्दछु। धन्यवाद। रेडियो कार्यक्रम निर्माण सरकारमा आफ्नो अनुभव भनाइ समय जानकारीका लागि साथै यहाँको कार्यकाल सफलताको लागि पनि हार्दिक शुभकामना सहित यहाँको समय भनाइ जानकारीको लागि नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव शिवहरि घिमिरेज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद।